हजुर कहाँ तपाईँको सर खोज्न गएको छ कि ला साँच्ची अनि भेट्नु भयो त हरि हजुरले दाई केम दिँदैन हरि दाई हरि पाठक दाई वेलकम दाई नमस्ते है नै एउटा कुरा कि होइन मैले टिकटक चलाएको धेरै भयो म धेरै होस्टहरूसँग गेम खेलेँ होइन हजुर कसैले पनि मेरो बोयफ्रेन्ड छ मेरो सर छ होइन हजुर त्यो खास वास्तवमा के हो क्या कुरो अब म कसरी सम्झाउँछु हजुरलाई मेरो छँदै छैन भनेर चाहिँ कसरी भनौँ न नै अब जस्तै सधैँ छैन भन्दा पनि सब हर मान्छेले भन्ने चाहिँ यही नै हो क्या हर केटीहरू क्या कति म पनि हुन त अब मलाई पनि यस्तो कुराहरू धेरै थाहा छ होइन हुन त मान्छे भोगेर थाहा हुन्छ नि त होइन पढेर भन्दा अढेर थाहा हुन्छ भन्ने थाहा नि त कहानी सुन्नुभयो होला होइन पढेर भन्दा यस्तो कुरा गर्दा कस्तो दुःख पनि लाग्छ कस्तो नराम्रो फिल पनि हुन्छ क्या बुझ्नुभयो मान्छेहरू फेरि हजुरलाई त्यस्तो मैले नराम्रो थिङ्सले भन्न खोजे पनि होइन होइन कतिपय त हामी रिलेटिभ बस्दाखेरि पनि मेरो कोही छैन नि म सिङ्गल हो नि भन्छ होइन लास्ट टाइममा सिङ्गल भन्छ होइन त्यसपछि रिलेसनमा अलिकति क्लोज हुँदै गयो भने उसको बच्चा हुन्छ क्या घरमा हजुरलाई अब म हजुरलाई हजुरसँग म सायद त्यसो एडमा मतलब भनौँ न टिकटकमा हामी साथी भए पनि हजुरलाई सायद मेरो बारेमा पनि केही थाहा छैन मलाई त बरु हजुरको बारेमा थाहा छ होइन मेरो बारेमा हजुरलाई थाहा छैन सायद हामी नबोलेको भएर नि होला खासमा त्यस्तो केही छैन जसलाई सर डिटेली हजुरको बारेमा थाहा पाउनुपर्छ भन्ने आवश्यक छैन जस्तो टिकटक एउटा प्लेटफर्म एउटा जस्तो हामी टिकटकमा बोल्ने हो हामी प्रायः बोलेको पनि छैन बोलेको टाइम पनि हुँदैन क्या न तपाईँको टाइम हुन्छ न मेरो टाइम हुन्छ हो कि ल भन्नु न सुन्नु न म साथी जसलाई पनि बनाउँछु बस मलाई मुख छाड्न र झुट बोल्न कहिले पनि आएन यति चाहिँ मलाई त हरेक कुरा आउँछ मलाई त नजाने कुरै छैन अनि मलाई मुख छाड्न र त्यो झुट बोल्न कहिले पनि नआएको भएर होला म जे छु हजुरले सोध्नु म फ्याट भनिदिन्छु मलाई झुट बोल्न आउँदैन न फेरि किन हजुरलाई पत्रकार बन्नु भोलि अनि सख्रेले पत्रकार बन्यो इन्टरभ्यू लग्यो यताउता गर्यो होइन मैले पनि धेरै केटीसँग रिलेसन बसेको मान्छे है किनकि मलाई यो कुरा भोग्या छ क्या मैले मलाई थाहा छ हजुर यो कुरा मलाई पनि थाहा छ कि हजुर बरु यस्तो किनभने किन रिलेटेडमा बस्ने पनि सबै फ्याटको आफ्नो कुरा भन्न सक्नु पऱ्यो क्या जस्तै अहिले जस्तै हो म सिङ्गल हो म तपाईँलाई मन पराउँछु भन्न सक्थेँ होला नि त एउटा उता किनकि मसँग मेरो गर्लफ्रेन्ड छ हो 15-16 महिना भइसक्यो ल परेको होइन दिनको बानी चाहिँ एउटा कस्तो छ भने जिस्किनुहुन्छ होइन जस्तोलाई त्यस्तै बोलिदिनुहुन्छ जिस्किनुहुन्छ त्यो मलाई नि थाहा छ मान्छेले फेरि यसले मुख छाड्छ यस्तो उस्तो भन्छ नि त्यो कमेन्ट अनुसार तपाईँले गाली दिने हो जस्तो लाग्छ कि कहिले काहीँ चाहिँ मेरो सहनशील मेरो सहन सक्ने क्षमता छैन क्या उसले नराम्रो उसको मैले के खाइदिएको छु ल जस्तै तपाईँलाई उदाहरण दिउँ तपाईँलाई मैले गाली गरेँ ल तपाईँलाई मैले किन खाना दिएको छु न लाउन दिएको छु न के गरिदिएको छु तपाईँ मेरो गाली खाएर किन बस्ने के बरु म त त्यसरी मुख छाड्न सक्दैन बरु म त कसैले गाली गर्यो भने पनि इग्नोर हानेर बसेर हुन्छु बरु होइन साथीहरूले उडाइदिन्छन् तर म कहिले इग्नोर हान्ने हिँड्ने क्या जवाब दिन सिक्नुपर्छ क्या जस्तै किनकि मैले धेरै विचार गरेर आउँछु होइन म फेरि केटाहरूसँग हिँड्ने चाहे म केटीसँग त हिँडेकै छैन होइन सिधा कुरा गर्छु म केटीसँग हिँड्न पनि सक्दैन म हिँड्दा पनि हिँड्दिनँ होइन बरु केटाहरू कहीँ हिँड्छु कोही दबाएर पुरा हेपेर अलिकति छलफल दिने अलिक दबाएर बोल्ने पनि हुन्छ नि त केही बोलेर कति हेप्छ नि तपाईँलाई थाहा छ नि हजुर त्यो चाहिँ हो विदेशमै पनि बसेँ म पनि 10 वर्ष बसेँ होइन रुममै अब हामी 8 जना बस्छौँ त लेबर क्याम्प अब 8 जना हुन्छ नि त एउटै रुममा हो कि भन्नु न कहिले 8 जना 10 जना हुन्छ नि त त्यो रुममा पनि बोल्न सक्यो मान्छेले दबाएर बोल्छ क्या तर जवाब दिन सिक्नुपर्छ क्या म चाहिँ भन्छु कि जवाब दिन सिक्नुपर्छ त्यो सहर बस्ने होइन क्या सहर बस्ने पनि आवश्यकै छैन सहर बस्ने भनेको त आफ्नो बाउ र आमाको मात्रै हो क्या म यो टिकटक लाइभ भनेको चाहिँ अब हाम्रो मात्रै ऊ होइन होइन सबै आएर बोल्छन् हाँस्छन् खेल्छन् मलाई चाहिँ त्यो लाग्छ चल जसले जति जाने छ त्यति नै बोल्ने चल बोल जस्तो लाग्छ तपाईँले चल बाख्री दिमाना भन्ने फिल्म हेर्नुभएको छ
चल बकरी दिवाना यी चल बकरी दिवाना चाहिँ होइन बोका पुछे नपुछे ए होइन बकरी पुछे नपुछे बोका दिवाना भन्ने फिल्म चाहिँ थियो होला होइन चल बाख्री दिवाना भन्ने फिल्म हेर्नु छैन भन न फेरि गयो कति भयो हजुर नेपाल बस्नुभएको उताबाट आएर 5-6 महिनै भयो 10 महिना हुन लाग्यो 1 वर्षै हुनु लाग्यो के गर्दै हुनुहुन्छ त हजुर नेपालमा अत्यास लाग्छ छैन मैले बसिरहेको मान्छेले नेपाल गएर उ गर्दा हुँदाखेरि त अनि अत्यास लाग्छ नि त होइन म आनन्दसँग बस्छु मेरो मिसेसलाई टाइम दिन्छु 24 घन्टामा म सायद मेरो मिसेससँग 16 घन्टा हुन्छु होला क्या तपाईँलाई थाहा छ तपाईँ एक्चुली रियल माया गरेर हेर्नु क्या त्यो मायामा कति पावर हुन्छ भनेर त्यस्तै मान्छे खोज्दैछु भने त्यस्तै मान्छे खोज्दैछु भने के अरे साँच्चै माया भयो भने अरे मान्छेले भोक पनि लाग्दैन अरे कि निन्दा पनि लाग्दैन अरे है तपाईँ लाग्छ लाग्दैन मैले अहिलेसम्म गरेको छैन अब चाहिँ सोचिरहेको छु त्यो बारेमा नै सर अब अहिले त त्यो हुने उसमै छैन म अहिले त्यो सोच्ने अब चाहिँ यसो विचार बनाउँदैछु अब चाहिँ यो लास्ट गेम ल सर मन सुत्नुपर्छ अब ठिक छ 12 बज्न लाग्यो यस्तो म त के भन्छ बेलैमा ल पारेर झ्याँकुटी हानेर 2-4वटा नानी पाउँदा हुन्छ सिधै बेलैमा हाम्रो त बुढाबुढी हामी कति भाग्ने भने थाहा छ हामी हर कुरा सँगै हो क्या सुत्दा पनि सँगै सुत्छौँ होइन खाना खाँदा पनि सँगै खान्छौँ ब्रस गर्दा सँगै ब्रस गर्छौँ होइन कपडा चेन्जिङ पऱ्यो पनि सँगै चेन्जिङ गर्छौँ नुहाउँदा पनि सँगै हो फेरि हर कुरा सँगै हुन्छ हाम्रो ल ठिकै छ त बिहे गर्नुभन्दा अगाडि नै त अब के बाथरुममा खानामा मेरो बुढी यहाँ हाँस्दै छ कस्तरी हाँस्दै छ भनेपछि बुढी मेरो ह्यान्डसम भन्दैछ बुढी त फेरि मलाई त साँच्ची यो टिकटकको दुनियाँ जति राम्रो केटी आयो भने आफ्नो बुढीभन्दा अरू केही राम्रै लाग्दैन त्यही त हो नि साँचो माया साँच्ची भन्छ होइन मसँग के छैन म नेपालमा छु होइन चाहे भए केटी सेटी घुमाउन सक्थ्यो होला आई डोन्ट लाइक तर किन विष्णु गुरुङ दैत्य